रातिको भ्यू हो यो पोखराको। यो चाहिँ फेवाताल हो। रमाइलो छ, लाइटले गर्दा राम्रो छ, चटपट बस्नु छ त। काम भन्दा अगाडि लाग्छ तम्रो भिडियो बनाउन लाग्छु। तपाईँलाई कस्तो लाग्यो फेवाताल? एकदमै रमाइलो लाग्यो। कस्तो अनुभव हुँदैछ हजुरलाई यो फेवातालमा आउँदाखेरि? धनगढीदेखि यस्तो इन्डस्ट्रियल टुरमा आउनु भएको, तपाईँलाई कस्तो खालको फिल भइरहेछ? आफ्नो भ्यू पोइन्ट दिन सक्नुहुन्छ? धेरै राम्रो लाग्यो। सबै राम्रै छ, ठिकै छ, यो रमाइलो भइरहेछ। हो नेपालका फेवाताल मात्र नभई कि नेपालका हरेक पर्यटकीय क्षेत्रहरू फेवातालको जस्तै विकसित भइदिएको भए कस्तो हुन्थ्यो? यो तपाईँको कस्तो विचार छ यसमा? एकदमै राम्रो हुन्थ्यो। नेपालको अर्थतन्त्रमा कायापलट नै हुन्थ्यो। हुन्थ्यो। धन्यवाद तपाईँले आफ्नो भनाइराख्नु भएकोमा।